नमस्ते साथीहरु, नमस्ते नमस्ते। कस्तो स्टुडेन्टहरु चाहिँ कोरियामा आउने र कस्तो स्टुडेन्टहरु चाहिँ कोरियामा ट्राई नगर्ने भन्ने विषयमा चाहिँ एउटा भिडियो लिएर उपस्थित भएको छ। यो भाइ चाहिँ कोरियामा किन आउनु भयो, कोरियामा चाहिँ आफ्नो फ्युचर कस्तो देखिराख्नु भएको छ, कोरियामा चाहिँ लाइफ कस्तो गइराछ भनेर सोध्दाखेरि चाहिँ उहाँहरुले एउटा रिग्रेट राख्नुहुन्छ के मैले कोरियामा चाहिँ यस्तो छ भन्ने कुरा थाहा पाएको भए नेपालदेखि नै मैले कोरियामा ट्राई नै गर्ने थिएन हैन। यसको विकल्प चाहिँ मैले अरु कुनै देशमा जान्थे होला भनेर चाहिँ उहाँहरुले गुनासो गर्नुहुन्छ हैन। मैले गरेको जुन सोशल एक्सपेरिमेन्ट छ, जुन रिसर्च छ, त्यो चाहिँ तपाईहरुलाई भन्दै छु आज। त्यसले चाहिँ धेरै पैसाहरु खर्च गरेर कुनै पनि देशमा जान सक्दैन हैन। कोरियामा चाहिँ ट्युसन फी अरु देश कम्पेरिजन गर्ने भने चाहिँ अलिकति कम छ हैन। त्यसले गर्दाखेरि चाहिँ लगानी पनि कम लगानीमा चाहिँ कोरियामा आउन सकिन्छ 6 महिनाको फी बुझायो भने चाहिँ। तर कस्तो विद्यार्थीहरु चाहिँ कोरियामा नआउने भन्दाखेरि चाहिँ जसले चाहिँ कोरियामा आएर एकदमै धेरै पैसा कमाउँछु है, मुखमा पैसा फल्छ कोरियामा अनि बोरा लगेर थापेर उ गर्छु भन्नुहुन्छ, त्यस्तो विद्यार्थी चाहिँ नआउने हैन। नेपालमा चाहिँ कोरियामा चाहिँ पैसा बोराको बोरा कमाइन्छ रे भन्ने चाहिँ एउटा त्यो पनि छ, भाष्य पनि सिर्जना गरिएको छ। पिएसबाट आउने साथीहरु पनि धेरै हुनुहुन्छ र उहाँहरुले धेरै पैसा पनि कमाइराख्नु भएको हुनुहुन्छ। जो चाहिँ एकदमै स्ट्रगल गर्छु हैन, जसलाई चाहिँ भित्रदेखि नै काम गर्ने इच्छाहरु हुन्छ हैन, त्यही कामहरु चाहिँ प्राय सबै 12 घण्टाको हुन्छ। पार्ट टाइम सिस्टम यहाँ छँदै छैन हैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ 12 घण्टा खटिन सक्ने साथीहरु चाहिँ कोरियामा आउने। नेपालदेखि चाहिँ हामी के सोच्छौं भन्दाखेरि चाहिँ म विदेश जाम मात्रै, म त 24 घण्टा काम हानिदिन्छु भनेर सोचिन्छ के। तर नेपालमा सोच्ने जुन हाम्रो एक्सपेक्टेसन र रियालिटी भनेको एकदमै फरक हुन्छ। यहाँ आइसकेपछि जब काममा गइन्छ, जब काम गर्नुपर्छ, काम गर्दाखेरि चाहिँ यति गाह्रो हुन्छ भन्ने कुरा तपाईले आए पछाडी बग्नुहुन्छ के हैन। मैले चाहिँ उहिले जमानामा चाहिँ म काम गर्ने बेलामा फर्स्ट काममा चाहिँ नेभर गिभ अप भन्दै काम गरेको थिएँ हैन। यो पुरै खुल्सिन लाए जस्तो भयो के, यहाँबाट छाला निस्किन्छ जस्तो भयो। त्यही भएर एकदमै गाह्रो हुन्छ कोरियामा काम चाहिँ फर्स्टमा चाहिँ हैन। तपाईले लक्कीली चाहिँ अब राम्रै काम पाउनु भयो भने त्यो छुट्टै कुरा भयो हैन। काम चाहिँ सानो ठुलो भन्ने हिसाबले हेरिन्छ हामीले। कोरियामा आउँदै हुनुहुन्छ भने कोरियामा पाउने प्राय स्टुडेन्टले काम पाउने भनेको हामीले सर्भिस सेक्टरमा, त्यो पनि होटल र रेस्टुरेन्टमा। रेस्टुरेन्टमा चाहिँ धेरै नै भयो हैन। भाँडा माझ्ने तालिम दरो नेपालदेखि गरेर आउनु भयो, राम्रो कुकिङको स्किल अथवा चपिङ कटिङको स्किल बनाएर आउनु भयो भने चाहिँ यहाँ आइसके पछाडी तपाईलाई सहज हुन सक्छ हैन। वेटरको काम गर्नुभयो, इन्डियादेखि, पाकिस्तानदेखि अथवा अरु कुनै देशदेखि चाहिँ आएर चाहिँ कन्टेन्ट क्रिएट गरेर चाहिँ धेरै साथीहरुले राम्रो गर्नुभएको छ हैन। बीटीएसहरु छ हैन, अट्र्याक्सनको त्यो एउटा बिन्दु पनि हुने भयो। बीटीएसहरु धस्काउने तालिम लिएर चाहिँ कोरियामा प्रवेश गर्नको लागि चाहिँ म हार्दिक अनुरोध गर्दछु। एउटा सर्टेन वर्ष हैन, 1 वर्षसम्म चाहिँ म काम गर्दिन, म राम्ररी पढ्छु, मैले भाषा सिक्छु भन्ने त्यस्तो विद्यार्थीहरुले चाहिँ कोरियामा अप्लाई गर्दाखेरि चाहिँ एकदमै उत्तम हुन्छ हैन। कोरियामा आइसकेका धेरै विद्यार्थीहरु लगभग 1 वर्ष भइसक्यो, 100 जनामा चाहिँ 90 जना विद्यार्थीहरु चाहिँ काम नपाइकिन घरमा बसेको छन् भने 10 जनाले काम पाएको छन् के हैन। एजेन्सीहरुले चाहिँ यस्तो यस्तो छ, काम मजाले पाइन्छ, फुरफुर पाइन्छ कोरियामा त भनेर पठाउँछ उतादेखि चाहिँ। तर यहाँ आउँदाखेरि चाहिँ रियालिटी चाहिँ एकदमै फरक हुन्छ हैन। पीआर लिन्छु, सेटल हुन्छु, आफ्नो राम्रो फ्युचर बनाउँछु, धेरै पैसा कमाउँछु भन्ने सोचले आउँदै हुनुहुन्छ भने चाहिँ कोरियामा चाहिँ अब तपाईले सोच्नै पर्ने हुन्छ। 1 गिलास चिसो पानी खानु अनि आफूलाई ऐनामा हेर्नु अनि सोचेर मात्रै त्यो डिसिजन लिनु भन्छु म चाहिँ हैन। यो समयमा आएको धेरै साथीहरुले चाहिँ रिग्रेट गरिराख्नु भएको छ। केही वर्ष पछाडी उहाँहरुमा चाहिँ जसको पनि स्ट्रगल फेज हुन्छ, त्यो फेज पार गरिसके पछाडी चाहिँ फेरि आफ्नो राम्रो कुराहरु पनि बिस्तारै 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 आउँदै जान्छ। अनि कोरियाले पनि बिस्तारै बिस्तारै आफ्नो रुलहरु चेन्ज गर्दै गइराखेको छ। जसले चाहिँ कोरियन भाषा पढ्न अप्ठ्यारो लाग्छ पनि ईपीएसमा फेल भएर पनि तर पढ्ने इच्छा चाहिँ छ भने चाहिँ त्यस्तो विद्यार्थीहरु पनि आउँदा ईपीएसमा फेल भएर हैन धेरै वर्षसम्म चाहिँ ट्राई गरेर उहाँहरुले चाहिँ नसके पछाडी चाहिँ कोरियामा स्टुडेन्ट भिजामा आएर चाहिँ धेरै राम्रो गरिराख्नु भएको साथीहरु हुनुहुन्छ। धेरै साथीहरुले चाहिँ F2R पनि बनाइसक्नु भएको छ त्यही भिजामा आएर। ईपीएसमा आएर चाहिँ नेपाल फर्केर नेपालबाट फेरि स्टुडेन्ट भिजामा चाहिँ कोरियामा आएको स्टुडेन्टहरु पनि र ईपीएस साथीहरु पनि धेरै हुनुहुन्छ हैन। जसलाई चाहिँ भित्रैबाट पढ्छु भन्ने त्यो उ छ, त्यस्तो साथीहरु चाहिँ कोरियामा आउँदाखेरि चाहिँ राम्रो हुन्छ। भाषा पढेर आउनु पर्यो नेपालदेखि नै, तपाईले चाहिँ यहाँ आएर काम पाउने एकदमै सम्भावना बढी हुन्छ। यसको एक पर्फेक्ट एक्जाम्पल चाहिँ के छ भन्दाखेरि आजभन्दा 1.5 वर्ष पहिला चाहिँ एकजना बहिनी आएको थियो हैन। उले चाहिँ नेपालदेखि नै टपिक 3 पास गरेको रहेछ। उ चाहिँ आएको 1 हप्ता पछाडी आफै नै काम खोजेर आफै नै काममा लाग्यो के। त्यो कुरा त्यो बहिनीसित कुरा भइसके पछाडी चाहिँ म पनि अचम्म परेको थिएँ। भन्नुको तात्पर्य चाहिँ के हो भन्दाखेरि हामीले यदि नेपालदेखि नै ल्याङ्ग्वेज पढेर आएको छौं भने यहाँ आएर काम पाउन चाहिँ त्यस्तो गाह्रो छैन। अनि धेरै साथीहरुले कोरियामा पनि के भन्नुहुन्छ भन्दाखेरि काम पाइन्न भनेर गफ हान्छन् भाषा नआउनेहरुलाई भन्छन्। त्यो पनि हो, किन भन्दा यदि तपाई लक्की हुनुहुन्छ भने तपाईले भाषा नआए पनि काम पाउन सक्नुहुन्छ। तर तपाईले आफूलाई कसरी कतिको लक्की ठान्नुहुन्छ हैन। त्यो पनि फेरि कस्तो हुन्छ भन्दाखेरि अब चिनेको तपाईको लिंकहरु कति छ त्यो अनुसारले चाहिँ काम पाउने हो। तर तपाईले यदि आफूलाई भाषा आउँछ भने कसैको अगाडि गएर 2 हात जोडेर नमस्ते मलाई काम लगाइदिनुस्, ए दाइ यता उता भनेर फोन गरिराख्नु परेन नि त हैन। तपाईले आफ्नो जुन आफू भित्रको जुन
तपाईसित भएको नलेज हुन्छ त्यो नलेजको हिसाबमा काम पाउनुहुन्छ नि त तपाईको क्षमताको आधारमा काम पाउन सक्नुहुन्छ कसैलाई नमस्ते गर्नु परेन हैन त्यही भएर चाहिँ आफूलाई स्ट्रङ बनाउनको लागि चाहिँ आफ्नो पहिला चाहिँ सेल्फ डेभलपमेन्टहरु चाहिँ आफूले सुरु गर्ने नेपालदेखि नै पपमा धेरै अगाडि छ हैन के ब्युटीमा धेरै अगाडि छ हैन आईटी सेक्टरमा धेरै अगाडि छ धेरै सेक्टरमा अगाडि भएको भएर नेपालदेखि नै म चाहिँ कुल्ली गर्छु भन्ने हिसाबले आउने भन्दा पनि म चाहिँ कोरियामा गएर 2-4 वर्ष चाहिँ दुःख गरेर मैले चाहिँ आफूले प्रोफेसनल काम सिक्छु प्रोफेसनली जान्छु मेरो करियर चाहिँ प्रोफेसनली नै अगाडि बढाउँछु भन्ने सोचेर आउनु भयो भने चाहिँ पक्कै पनि तपाईले यहाँ आएर धेरै कुराहरु सिक्नु हुनेछ धेरै कुराहरु गर्नु हुनेछ धेरै पहिला आएका स्टुडेन्टहरुको पनि उहाँले गरेको स्ट्रगल पछाडी चाहिँ यहाँ पनि धेरै आफ्नै एम्पायर खडा गर्नु भएको छ बिजनेस गरिराख्नु भएको छ होटल रेस्टुरेन्टहरु गरिराख्नु भएको छ स्टुडेन्टहरुले पनि त्यस्तो नगरेकै भन्ने चाहिँ छैन हैन आजको लागि यति नै टेक केयर किप स्माइलिङ अन्य